हेलो गाइस नमस्कार म प्रवीण आचार्य र म सुजन आचार्य। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्दैछ प्लिज हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला र तपाईहरुले सब्स्क्राइब चाहिँ किन नगरेको के यार सब्स्क्राइब चाहिँ दबाइहालौं न के दबाइहालौं ठोकिहालौं तपाईहरुले कस्तो खालको कन्टेन्ट चाहिँ हेर्न रुचाउनुहुन्छ र कमेन्टमा कस्तो खालको कन्टेन्ट हेर्न चाहनुहुन्छ त्यो चाहिँ कमेन्ट बक्समा लेखिहालौं र केही सुधार्नु परेको छ भने त प्लिज तपाईहरुले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ हामी सुधार्नु पर्ने कुरा जति सुधारिहाल्छौं हैन। ओके गाइस भिडियो इज लास्ट भिडियो हेरौँ अब। ओए आज हाम्रामा आइज न शिवरात्रीका लागि खतरा प्लान गर्नुपर्छ। म फोनबाटै योजना बनाइदिन्छु। तैले कस्तो चाहिँ योजना बनाउँछस् लु सुन कामको कुरा गरौँ। तैले चिलिम बना तोप बना क्वाट बना अनि सुन त त्यो गन पनि बना है। के हो यो तोप र गन भनेको कहाँ आन्दोलनमा जान आँटी छ क्या हो? खै चोर्ने आन्दोलन चरेको छ रे तर म त्यसो गर्दिन। त चिलिम तोप अनि गन बना। ए जान्दिन यो सब नाम त सुनेको छैन यो सबै काम म छेत्रीलाई दिन्छु। ल त्यो बाउलाई पनि बोला अनि छेत्रीलाई पनि बोला म आउँछु। हो म 20% बाटो छु अघि छेत्री बाउलाई बोलाइसके त चाहिँ आइज नि छिटो। ल म उडेर आउँछु। ल केटा हो टङ्के पनि आउँदैछ यसपालिको शिवरात्रीको प्लान चाहिँ बब्बाल हान्नुपर्छ। बाहुन यसपालिको शिवरात्रि चाहिँ पुरा बब्बाल मनाइदिने हो के तोप कसका घरमा छ भन् त? होइन छेत्री यो बाहुनलाई पुस कहाँ छ भनेर सोध धुबो कहाँ छ भनेर सोध बेलपाती कहाँ छ भनेर सोध तर यो तोप कहाँ छ भनेर चाहिँ बाहुनलाई सोध्दै नसोध। अनि तोपलाई तोप नभनेर के भनेर सम्बोधन गर्नु त? भाइ बाहुन हो प्रसाद भनेर सम्बोधन गर। ल केटा हो हाम्रो काकामा तोप छ मलाई दिँदैन तिमीहरू दुईजना गरेर लिएर आऊ। ल केटा हो तिमीहरू अरू कुराको व्यवस्था गर हामी बाहुनकामा गएर तोप लिएर आउँछौँ। ल केटा हो गाईले गोरु खोजेर वाक्क लाइसक्यो म चाहिँ गोरु लाउन हिँडे। ल केटा हो मेरो पनि कुखुराको पोथीले भाले खोजेर वाक्क लाइरहेछ म चाहिँ हिँडे अब बुझ न है। ल भोलि छिटै आऊ। जाऊ बाहुनका काकाकामा तोप लिन जाऊ। बोला ल होइन यार मैले बोलाउँदा त आउँदैन त बोला। बोला न फेरि तोप माग्दा त काकाले उठबस गराउँछ अरे अस्ति बाहुनका बाउलाई पाइपले हानेका अरे। ल हिँड्न आइहाल्यो अब एकचोटि कुरा गरौँ। काका ए काका ए काका काका के भयो भाइ यो? कसलाई भाइ भनेको ओइ जा न गुरुको गएर बाउलाई बोला। को बाउ छैनन् घरमा आमा र म मात्र आमा भित्र छिन्। अनि बाहुनका काका चाहिँ खोइ त? बाउको काका मै हो। छोटा साइजका काका खासमा कुरो इतिको हो काका। इति के इति अलिक बुझिने गरी बोल न। इति के काका अलिकति के इति भनेका चिमुसी भनेका? चिमुची होइन कि काका इति के कचौरो? इति के काका के इति दाँतबाट पसिना आउन्जेलसम्म पनि सिकाउँदा नसिक्ने गुवाजलाई त गाँजा भन्ने गाँजा देऊ। गाँजा त बाख्राले छेरेर अस्ति खुवाइसकेको। ए छरेन त छैन रागाले पनि छेरो कुखुराले पनि छेरो परेवाले पनि छेरो। ए काका बरु छैन सकियो भन न यो कुखुराले पनि छेरो परेवाले पनि छेरो नभन त। त्यसमा आज तानेर झ्याप हुनु भनेको केटै आएन। फोन गरौँ अस्ति त ढिँडाले पनि छेरेर। हेलो काकाले इति दिए? दिए तेरा ठुला काकाले यति होइन यति दिए आइज डाँडामा। उसके बाउले तोप पनि दिएन अब केटाहरूलाई के दिनु के खुवाउनु केटाहरूलाई? अस्ति मैले धत्रो टिपेर राखेको छु त्यही धत्रो खुवाउनुपर्छ आज केटाहरूलाई। ल केटा गन पनि बनाए पट पनि बनाए चुरोट पनि छ कुपी पनि बनाए तोप झिका केटा हो।
तोप छैन केटा हो फुड्के बाहुनले तोप दिएन यहाँ धतुरो छ यही धतुरो खाने हो खाइहाल्ने हो मिठै होला त नि हैन खाइदिउँ न ए मिठो छ मिठो बिल्कुलै मिठो छ खाउँ यो पनि नराखौँ के नराखौँ भित्र पनि रह त कहाँ यो पनि खा आँगर त मिठो हुने रह त नि हो त नि आँगर त भन्दा मिठो आँगर किन मरेको आज के जात्रा अरे जात्रा होइन के भाइ जात्रा होइन आज शिवरात्रि हो शिवरात्रि तिमीहरू किन घुमेका केटा हो ल केटा हो म खसे ओ यो त ढलो त ए उठ्न पानी 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 भन्छ त के गर्नु पानी पानी भन्छ त के गर्नु ओइ 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 यो त पानी पानी भनेर मर्न आँटो त यसलाई म दहमा हाल्दैन आउँछु जा दहमै हाल्दै यो पनि भोक लाग्यो भनेर मर्न आँटो कहाँ हाल्नु मर्ने हो कि मेरो घरको नौमाथि फेरि एउटा कोठाइको आइयो बजाउँदै तिमीलाई लान्छन् जोरसँग के हो यो मरो ओइ उठ्न मरो क्या ओइ उठ्न ला मरो मरो बिचरा राम्रो मान्छे त्यो हाँसी हाँसी मरो हाम्रो भिडियो सबै हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद र शिवरात्रिको बारेमा यहाँले चाहिँ केही 2 शब्द भन्नुहुन्छ हेलो नमस्कार म नवीन आचार्य शिवरात्रि विशेष गरी हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा चाड परेको हो यसलाई चाहिँ विभिन्न तरिकाले मनाउन सकिन्छ कतिपय मानिसहरू गाँजा भाङ धतुरो खाएर रैला गरेर उपद्रो गरेर गर्छन् तर त्यस्तो नगर्दिनु होला एकदम सही सभ्य ढङ्गले आफ्नो चाडपर्वलाई एकदम मध्यनजर गरेर रमाइलो गरिदिनु होला र यसलाई जाँड रक्सी भाङ धतुरो गाँजा बिस आदि अन्य पदार्थहरू सेवन नगरिदिनु होला यो भिडियोले केही